साथीहरु सेवारो नमस्ते वेलकम बैक टू माई च्यानल। म चाहिँ धेरै दिनपछि चाहिँ भिडियो बनाउँदैछु दसैँको दिन। आज चाहिँ दसैँको टिका रहेछ, त्यसकै कारणले मलाई पनि हल्का भिडियो बनाएर लगाउनु जस्तो जाँगर चल्यो है साथीहरु। मेरो नयाँ को साथीहरु हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गरेर माया गरिदिनु होला। सबैलाई ढिलै भए पनि ह्यापी दसैँ भन्छु है। अनि अब यति भन्दै आज चाहिँ दसैँ चाहिँ अब कस्तो हुन्छ मनाउने। अब बिहान 10 देखि बेलुकाको 7 बजीसम्म चाहिँ ड्युटीमै थिएँ। अब आएर बनाएर केहरू बनाएर यताउता अब धेरै आफन्तहरू त बोलाएर बनाउनु सकिनँ परदेशमा है। म बुढा र बुढी अब मनाउनेवाला छौँ है त साथीहरु। यतिको सुँगुरको मासु पाकिसकेपछि चाहिँ मजाले झ्याउ मलेको रक्तीसँग मलेको झ्याउ चाहिँ यसरी लगाइदिने। लगाइदिएपछि चाहिँ भरे चाहिँ मजाले चलाउनुलाई रक्तीसँग मजाले पाक्छ। पाकिसकेपछि चाहिँ यस्तो मिठो हुन्छ हाम्रो लिम्बूको जातमा पर्ने परिकार हो यो चाहिँ। खाने अगाडि खाइसक्नु भएकोहरूले त खान्छ, नहुनेलाई चाहिँ के हो भनेर कन्फ्युज हुन्छ भनेर मैले चाहिँ भन्दै बनाएको छु ल साथीहरू। अब अहिले यो रातो रातो चाहिँ पाकिसकेपछि चाहिँ कालो हुन्छ है। हेर्दा चाहिँ नमिठो कालो, तर खाँदा चाहिँ एकदम मिठो हुन्छ है। ल यतिको भयो है। अब यो चाहिँ खानालाई रेडी भयो। अब म सबै के बनाउँछु। अब मटन बनाउँछु अनि त्यहाँदेखि पुलाउ पकाउँछु है। अब म सबै कुरो बनाउँछु, तपाईँहरूलाई बनाएर मात्रै देखाउँछु है त। अनि म चाहिँ खतरा तरिकाले पुलाउ पकाउनु सुरु गर्दैछु है। अनि पुलाउदेखि अझै मटन पकाउनु छ। मैले याङबेन चाहिँ पकाइसकेँ सुँगुरको मासुसँग है। अब चाहिँ म चाहिँ यहाँ पुलाउ पकाउनु लागिरहेको छु। मैले चाहिँ काजु किसमिस लगाएर चाहिँ यसलाई चाहिँ ब्राउन बनाउनु लागेको छु है। ब्राउन भइसकेपछि चाहिँ मैले चाहिँ माथिबाट चाहिँ चामल लगाएर चाहिँ मैले किसमिस लगाएर चाहिँ मजाले चलाउँदैछु। अब यसलाई चाहिँ दसैँमा याङबेन त पकाइसकेको थिएँ। बुढोले त भोकाले खाइसक्नु भयो। मिठो भयो बुढा याङबेन? कतिको मिठो भएछ ल भन्नु। 10 मा कति याङबेन खाएको? 10 मा पकाएको 9। 10 मा 9 हो। ल खत्रै पकाउँदो रहेछ नि त मैले होइन। ट्याक 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 सलाद काट्दैछु। ग्यास पनि सिकिहाल्यो। पुलाउ पकाएँ। मासु पकाउने बेलामा त गइहाल्यो। याङबेन पकाएँ, ग्यासै सिकिहाल्यो। अब सलाद काट्दैछु म चाहिँ। मलाई चाहिँ त्यो काटेर मसिनो बनाएको सलाद भन्दा चाहिँ मलाई चाहिँ यस्तै सलाद मनपर्छ। अनि साग पनि यस्तै सिङ्गै सिङ्गै मनपर्छ मलाई चाहिँ। सलाद खानु त्यही भएर छैन। ग्यास सकेको बेला ग्यास अर्डर गऱ्यौँ भने चाहिँ ब्यालेन्स पनि छैन जिम्पोमा। जति बनाए पनि खै विदेशीलाई देख्दाको राम्रो। सलाद पनि रेडी गरेँ। अब मटन पकाउनु बाँकी छ। यो मटन चाहिँ अब म ग्यास आयो भने ग्यास ल्याएर बल्ल टुटुटुटुटु उम्लिनु थाल्यो भने त बल्ल बल्ल बल्ल। तर हुनु त यहीँनिर हो, 5 मिनटमै ल्याइदिइहाल्छु सक्छु भने त। यहाँ नजिकै बतलाहरू ग्यास पाउने ठाउँ छ, ल्याएर अनि एकल फोन गरेपछि 5 मिनटमा त आइपुग्छ। अनि फेरि पकाउनु सुरु गरेँ मैले चाहिँ। अब सुरु गरिहालेको थिएँ है, नपकाइ पनि मनले मानेन। अनि पकाउँदैछु अब फेरि है त साथीहरू। लागि खप्पर जता गएदेखि ठक्कर भनेको यस्तै हो कि क्या हो। हेर्नु न अब बल्ल बल्ल 9 घन्टा ड्युटी भ्याएर आएर अब बेलुकाको 7 बजिसक्यो। 10 बजीदेखि 7 बजीसम्म ड्युटी भ्याएर आएर अब हतार हतार पकाएर खानु पऱ्यो। दसैँको लागि यसो चाडपर्व त मनाउनु पऱ्यो। ठिकै भए पनि अरू बेला नि खानु त खाइन्छ, तर अब चाडपर्वको बेला बनाएर खानु भनेको बेग्लै मजा आउँछ नि त। त्यही भएर बनाएर खानु त ग्यासै फस्छ सिद्धियो। अब फेरि यहाँ पकाउँदैछु म चाहिँ साथीहरू कन्टिन्यू है।
त्यस्तै छ अब पकाइसकेर खाने बेलामा भेटौँ है। बुढीलाई टिका लगाएर आशीर्वाद के दिनेहरू लु भन्नु त। बुढीलाई टिका लगाएर आशीर्वाद दिन्छु म। के दिने अनि सुतेर पनि टिका लगाइदिन्छ। लु आशीर्वाद के दिने छिटो भन्नु। बुढीलाई राम्रो 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 सपना देख्नु। यस्तो आशीर्वाद पनि दिनु नजान्ने बुढा चाहिँ कहाँ कसको छ है। ल धेरै कमेन्टमा लेख्नु होला यस्तो धेरै वर्ष जिउनु। अनि अरू त्यति मात्रै। बिचारा मेरो बुढालाई के गर्नु, चाडबाड पर्व पनि कसरी मनाउने केही थाहा छैन। माया लाग्दो छ। अब छोरी मान्छे भए सबै कुरा थाहा हुनु, छोरा मान्छेलाई त्यति थाहा हुँदैन है। उनीहरूलाई चाहिँ कमाउने ल्याएर दिने त्यति मात्रै थाहा हुन्छ। कसरी घर व्यवहार चलाउने, इष्टमित्र कसरी थाम्ने। त्यहाँ त्यत्रो लाइन छैन, लाइन बस्नु नसकेर मैले ल्याइन भन्छु के सहमत गरे त हो नि। खै मात्र गर्छ। कोला स्याउ चाहिँ अनि सुपर मार्केट धेरै बिजी भएर ल्याउनु भएन भन्दैछु त। असेरमा कान्छ एकचोटि त मुस्कुराई बोल न। ल नबोल्नु त्यो गएको। आफू त यहाँ चाहिँ मटन पकाइसकेको छुइनँ। हल्का त छोरी मान्छेलाई अलिकति लिप्पो त हल्का त यसो राम्रो त हुनु पर्यो नि त। त्यही भएर हल्का यहाँ पकाउँदैछु है। नेचुरलदेखि नै बिबी क्रिम लगाउँदैछु म चाहिँ। रातिको 8-9 बजीको टिका लगाउनु आँटेको दसैँको। यस्तै छ परदेशी लाइफ जिन्दगीमा। दसैँको टिका लगाइदिनु है भनेको निन्द्रा लागिसक्यो। ड्युटीबाट आएर गलेर गाह्रो छ है परदेशमा पैसा कमाएर जिन्दगी चलाउनु चाहिँ है। आफ्नै चाडपर्व पनि मनाउनु पाएको छैन। भित्र मेकअपको आइब्रो बनाउने ब्रस के जान्छु त्यो मासु चलाउनु। मासु पर्दैछ सानो ग्यास पाएर राखिरहेको छु। मेकअप गरेर हल्का रेडी भएर चाहिँ तपाईँहरूलाई देखाउँछु ल। यहाँ धेरै मेकअप गरिराख्दा टाइम लाग्छ कि गाह्रो छ हौ। मलाई चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ है। यस्तै छ परदेशको जिन्दगी। अलि माथि लगाइदिनु त्यो सिजनको छ। ल धेरै वर्ष बाँच्नु, राम्रो आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु, धेरै लाइनमा नबस्नु, धेरै हिन्दी नबोल्नु। बङ्गालीहरू लान्छ लगे त के भयो त नि। राम्रो आफ्नो बुढालाई माया गर्नु। ल सबैसँग मिलेर बस्नु, धेरै मुखै नलाग्नु कसैसँग। हस् खतरा आशीर्वाद दिनुभयो त। ए ल हस् दक्षिणा चाहिँ नि नेपाली पैसा पनि दिनु नि हौ। यो पैसा मात्रै नदिनु के। हाम्रो नेपालको पैसा भनेको नेपाली हुन्छ। ल मलाई ढोक्नु यत्रो। अरे आमा ततास्तु तेरिका ल ढोग्नु पर्यो। अब जिन्दगीमा बिहे गरेदेखि ढोगेको छैन, आज ढोग्नु पर्यो है। ततास्तु आयुष्मान बाबा। ल बिहेको दिनदेखि आज ढोगेको है। अब दसैँको टिकाको दिन यो त अब आशीर्वाद लिने दिनमा ढोग्नै पर्यो नि त है साथीहरू। ल पैसा चाहिँ अब पाउनु त पाइयो। अब यो घुमिफिरी अब हामी दुईजनाकै हो लास्टमा चाहिँ दक्षिणा चाहिँ यसरी नै भयो। अब दसैँ चाहिँ हाम्रो चाहिँ अब म चाहिँ खानेकुराहरू खानेतिर लाग्छौँ। हामी चाहिँ बुढीको चाहिँ यस्तै भयो आजको दसैँ। ल आजको दसैँ चाहिँ यस्तै भयो। बुढो चाहिँ अब टिका सिका लगाइदिएर फुटबल आएर अघि आशीर्वाद दिएर फुटबल हेर्नुतिर लागिसक्नु भयो। अब म चाहिँ यहाँ हल्का भिडियो बनाउँदैछु क्या। आज दसैँको दिन टिकाको दिन पारेर चाहिँ सबै साथीहरूलाई म चाहिँ मेमोरीको लागि भिडियो बनाउँदैछु। परदेशमा यस्तै पाराले दसैँ मनाइएको थियो भनेर मेरो युट्युब च्यानलमा यो अपलोड गर्नुको लागि सबै साथीहरूले मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु होला है साथीहरू।
ल म चाहिँ भिडियो बनाउनेतिर अलिक बिजी भएँ। सबै खानेकुराहरू पनि बनाइसकेँ। अब बुढाबुढीको मात्रै हाम्रो चाहिँ दसैँ मनाइयो यसपालि चाहिँ। अब साथीहरूलाई बोलाएको आफ्नो आफ्नै इष्टमित्रहरूकोमा जाने भयो, बिजी भयो। त्यही भएर हामी चाहिँ बुढाबुढी मात्रै दसैँ मनाएको यसपालि है त। सबैजनाले दसैँ कसरी मनाउनु भयो, राम्ररी नै मनाउनु भयो होला आफ्नो आफ्नो ठाउँबाट है। सबैलाई दसैँको शुभकामना भन्दछु। म चाहिँ ह्याप्पी दसैँ एभ्रिवान। मेरो युट्युब च्यानल फ्यामिलीहरू, साथीहरू, मेरो आफन्तहरू सबैलाई यहीँबाट सम्झेको छु मैले चाहिँ है। सबैलाई माया धेरै धेरै, मेरो भिडियोलाई धेरै माया गरिदिनु होला। कहिले कहिले भिडियो लाउँछु, यस्तै छ परदेशमा है, कन्टिन्यू भिडियो लाउनु पाउँदिनँ अझै। अनि मासु चाहिँ खाँदै आउँदै अनि कहिले चाहिँ पाक्छ अरे र मासु चाहिँ? खसीको मासु पकाएको मेरो बुढो चाहिँ हेरेको गएर हेरेकै गर्नुहुन्छ, पाकेकै छैन अरे। 1 घन्टा भइसक्यो त अनि पकाएको। कुकरमा पकाउँ भने स्वाद आउँदैन, कराईमा पकाएको 1 घन्टा भइसक्यो उसिनेको। म चाहिँ यतिको रेडी भएर दसैँको टिका सिका पनि लगाएँ बुढोको हातबाट। अब चाहिँ खानुको लागि रेडी गर्दैछु साथीहरू। अर्काको देशमा लैलै सम्झनाको नि मैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमर लगाई यता मेरो आस। म चाहिँ यतिको रेडी भएर दसैँको टिका सिका पनि लगाएँ बुढोको हातबाट। अब चाहिँ खानुको लागि रेडी गर्दैछु साथीहरू। खानामा चाहिँ के छ भने पहिलो कुरो चाहिँ अलिकति यो मटन छ हैन, यो मटन। अनि त्यहाँदेखि यहाँनिर याङबेन छ, स्पेसल लिम्बू जातिको खानेकुरा याङबेन। जात जनाउनु पर्यो नि त हैन। योसँग चाहिँ के खान्छ भनेर चाहिँ लिम्बूको जातलाई खाने जातले थाहा छ। ल लिनुहोस् हजुर मेरो बुढोजी, दसैँ यसरी बुढाबुढी मनाउँ है। ल बुढो, मेरो बुढो त के गर्नु अब, साह्रै सिम्पल हुनुहुन्छ। अघि भेस्ट र ढाका टोपी त लाउनु भएको थियो, त्यो पनि फेरिहाल्नु भयो। ल अब खानुहोस् बुढो। धन्यवाद। ल कस्तो छ त हो भने खानुहोस् त। लिम्बू नि बुढी ल्याएर यसो लिम्बू परिकार त खानु पाउनुहुन्छ नि त होइन। लिम्बूको छोरा, लिम्बूको छोरी। खानुहोस्। यस्तै छ बुढाबुढीको परदेशमा दसैँ। ल बुढाबुढी एकै ठाउँ याङबेन तरकारी खाँदै। ल याङबेन चाहिँ खत्रै मिठै भयो जस्तो छ। मिठो भएछ हौ। लिम्बू कल्चरमा बनिने लिम्बू जातको परिकार याङबेन मिठो भएछ साथीहरू। पूजा नुबा बाई बाई भन्नु। बाई 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 मेरो बुढीको युट्युब फ्यामिलीहरूलाई भन्नु न छिटो। बाई बाई खै भनेको भन त हो। हेर्दा त झापाली बाटो भनेको, तर काम लाग्ने ठाउँमा त बाटै। 9 घन्टा ड्युटी भइयो आइयो। दसैँको टिका पनि लगायो बुढोको हातबाट। 2-3 थोक बनाएर पनि खाइँदैछ। मन गरेपछि चाहेपछि चाहिँ गलेको जिउ पनि गलेर बसिने चाहिँ होइन रहेछ। परदेश आएर सबै कुरा थाहा भयो। पैसा कमाउनु जानुपर्ने रहेछ, चाडबाड आएको पनि मनाउनु पर्ने, समय चाहिँ ससरी भए पनि मिलाएर जिन्दगी चलाउनु पर्ने रहेछ साथीहरू। बाई बाई भन्नु। बाई 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 बाई
बाई बाई मेरो बुढीको युट्युब फ्यामिलीहरूलाई भन्नु न छिटो बाई खै भनेको भन त हो हेर्दा त झापाली बाटो भनेको तर काम लाग्ने ठाउँमा त बाटै हुँदैन बाई 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 सबै मेरो युट्युब फ्यामिलीहरू आजको दसैँ चाहिँ यस्तै भयो है जसले लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने गर्नु होला यस्तै भयो हाम्रो चाहिँ अब यो पालिको परदेशको दसैँ चाहिँ नेक्स्ट इयर चाहिँ नेपालमा मजाले मनाउने आजको साथ आजलाई चाहिँ म बाई बाई थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल भिडियो एभ्रिवान बाई बाई लास्टसम्म हेर्नुहुने सबैलाई धन्यवाद